क्यामेरा चाहिँ खस्छ कि खस्दैन कुनै थाहा भएन। खस्यो पुरी बसेको ओए सेम लुगा भएछ यार डिट्टो साथीहरू म चाहिँ आज नयाँ भ्लग बनाइरहेको छु। आज चाहिँ बल्ल तल्ल कति टाइमको पछाडि बल्ल घुम्न जाने फुर्सद भयो। यहाँदेखि निस्किँदाखेरि 1:30 बजी निस्किन्छ भनेको 2 बजिसक्यो। अब म चाहिँ साथीलाई लिएर अनि बल्ल यहीँ केटी नजिकैको यहाँबाट कति मिनट लाग्छ 21 मिनटको दूरीमा रहेको एउटा पार्क। मेरो ड्रेसअप चाहिँ यस्तो छ आजको। ओके अब चाहिँ सुरु भयो। तर ठ्याक्क क्यामेरा राख्नु चाहिँ कस्तो ठिक्क ठाउँमा रहेछ कि। तर क्यामेरा चाहिँ खस्छ कि खस्दैन कुनै थाहा भएन। खस्यो गाडी नचल्दा चाहिँ ठिक्क छ। क्यामेरा खसे गरेर पनि राख्ने ठाउँ भएन हत्तेरी। फेरि मैले चाहिँ यतापट्टि साइडमा राखेँ। साइडमा राखेर चाहिँ थोरै अड्डेको जस्तो त भएको थियो तर त्यहाँ पनि के अड्डिन्थ्यो। एकछिन चाहिँ अड्यो त्यही भएर अनि मैले चाहिँ यहाँबाट भिडियो खिच्दै गएँ। त जाँदा जाँदा बाटो पनि मैले मिस्टेक गर्छु र अनि अर्कै बाटो पुग्छु कि म। अनि एकछिन घुमेर अनि बल्ल अनि साथीको घर पुग्छु। सेम लुगा भएछ यार डिट्टो सेम। बाफरे कति हाँस्नु हो। सेम लुगा भएछ यार। म त यस्तो हाँस्छु मैले यो अहिले घाम छ भने मात्र यो लगाएको। मेरो सेम यस्तै छ हेर नि ठ्याक्कै यस्तो टाइपको। म त यस्तो हाँस्छु दौडिँदा आएको देखेर हाँस्छु। पुलिसलाई चाहिँ पुरै पुग्थ्यो के त्यो होइन उताखेरि पहिला फेरि उस लिउँ। पहिला आहारा लिउँ। आहारा कस्तो कस्तो के अरे उस आउँछ कि यहीँ रहेछ जाति भयो नि। त्यहाँबाट उस्किनु अनि त्यसपछि हामी चाहिँ केही भिडियोहरू बनाएर सकेर अनि फोटो खिचेर आयौँ। तर कहाँ छ र यहीँ नै पाउँथ्यो र यहीँ नै पाउँथ्यो। भित्रै पाउँछ कि अब भित्रै जाने हो। ओके म त यो खानेकुरा मात्रै छ त्यहाँ अब
कस्तो त किन्ने ठाउँ त मैले त्यही भएर खानेकुरो केही लिएर आएन बोकेर सेट अनि खुवाउनै पाएन नि त खुइले खाइ हेर न पानी यस्तो फोहोर भएर हो कि अन्त के खुवाउने नै छैन त अनि के गर्नु त खत्तरीको बिचरा बजार माछा बोलाएर उसले के अरे भनेको यो घन्टी बज्ने बित्तिकै माछाले त कसरी बोलाउँछु माछाले हाम्रो उस्तो सुन्छ कि सुन्दैन थाहा छैन ओए यताबाट चाहिँ राम्रो देखिँदो रहेछ नि त यो हेर त हामी उताबाट हेरिरहेको राम्रो देखिँदो रहेछ त्यतैबाट जानुपर्छ त्यतैबाट जानुपर्छ मतलब ए यो तिमीले लगाएको छैन अस्ति त त्यो उसमा पनि किन्न पाउँदो रहेछ त अनलाइन लगाएर बाहिर हिँड्ने एक दिनभरि क्या त्यो त त्यो त जानुपर्छ यार त्यसो भए एक दिन प्लान गरेर लाउनै पाएन क्या प्लान गरेर अनि उस गरौँला नि त त्यसो भए जाउँला अनि लुगा लगाएर घुमाउँला तर यिनीहरूले मान्दैन नि के हिँड तिमी नानीको रे भोट घन्टीमा घन्टीले जितिसक्यो बिस्तारै घुम्दै गइरहेछौँ यहाँ चाहिँ एकदम राम्रो ठाउँ छ म के अरे यताउति भिडियो फोटो खिच्नको लागि हामी चाहिँ अब फेरि हाम्रो पारा त यस्तै हो भिडियो बनाउनु पर्यो फोटो खिच्नु पर्यो एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि अलिकति टाइम लाग्ने हुन्छ यिनीहरूले पनि भिडियो बनाइरहेछन् जस्तो लागिरहेको मलाई ल हामी चाहिँ अब यसरी बिस्तारै घुम्दैछौँ हेर त यहाँभित्र यो कसो घर हो कि के हो र पस्न मिल्छ कि मिल्दैन केको बुट हो यो यार आडुको हो कि के हो तोइरे ओ यहाँ बसेर चाहिँ भिडियो बनाउनु पर्छ यार राम्रो रहेछ ठाउँ वाउ माछा कस्तो दामीको यहाँको माछा चाहिँ अलिक गेन्की रहेछ है अब चाहिँ हामी यसको अर्कोपट्टि साइडमा छ बाँसघारीमा र कहाँ जाने फुट्लो हो यो बाँसघारी यतापट्टि छ तर यता चाहिँ कता यता अहिलेसम्म घाँस छैन यार मतलब के को बुट हो यो केही फलेको चाहिँ छैन बुट मात्रै बुट मात्रै भएर के छ यहाँ चाहिँ एकछिन अल्मा लिन्छौँ जस्तो छ राम्रो ठाउँ छ अब टिकटक पनि त्यसमा आउने भन्ने कुरो हो कि घरमा पनि भेट्छ घरमा जाँदा टिकटक बनाउने टिकटक भेट्छ त्यही भएर ए केही नरहेछ त यार के गरेको यार के नरहेछ पनि आएर होइन अनि त्यतिखेर चाहिँ कस्तो थियो भने यहाँनिरको ढुङ्गाबाट बाफ उड्थ्यो कि मतलब धुवा उड्थ्यो अनि त्यो धुवामा बसेर अनि जाडोमा भिडियो बनाएको याद छ क्या मलाई त्यो धेरैचोटि आएर र धेरै याद छ एक यो जङ्गलमा पस्यो पोसा त तिमी कस्तो देखिँदो रहेछ वाह कडक कस्तो फिल भइरहेको छ त यस्तो शीतल ठाउँमा के आइरहेको शीतल भइरहेको
लाङबुटे लाइकेर आहारा बनेर जोगेर मन लैसक्यो यता पनि चिला खा यता पनि चिला खा त्यही भन थोके थोका खा यस्तो गरेर खानु आउँछ अनि कागहरू कराइराख्नु भएको छ अब चाहिँ बिस्तारै यहाँबाट कटेर बाँसघारी आइपुग्यौँ वाउ कस्तो शीतल है यतै बसौँ जस्तो शीतल हावा चलेको यस्तो गर्मीमा पनि फ्रीको एसी बाँसघारी ए उता जुत्ता हान्दाएको होला अहिले पानी निकालौँ है छैन त्यो अझ देखेको जसरी निकालौँला है अरे के यस्तो घाममा त्यसरी खिच्दै आउँदाखेरि पानी लिएर आउनुपर्छ हामीले त्यस्तै हो बुद्धि पछि आउँछ भनेपछि यस्तै आमा के चाहिँ बोकेको छैन हुनु त्यही भन आज खाना नभए पनि हुन्छ होइन लाउनको खोलेको चाहिँ चाहिन्छ अझै क्या जिन्दगीमा अब चाहिँ हामी फर्कियौँ फाइनली अघि चल्दै रहेछ म त चाट क्यारे भनेर सोचिरहेको थिएँ ल अब चाहिँ हामी चाहिँ घाम कस्तो धेरै हो ल हामी चाहिँ अब घर फर्क्यौँ मैले चाहिँ सुवितालाई छोडेँ सुविता चाहिँ अहिले लुगा चेन्ज गर्नु भएको छ अब सुविता हामीसँगै जान्छ हामीसँग होइन मसँग जान्छौँ त अनि अब हामी बगदाकोमा गएर पानीपुरी के पार्टी गर्छौँ कस्तो टल्केको मेरो कपाल